अन्त न्यू भिडियो आज हाम्रो साथमा हुनुहुन्छ घुमेर अन्त पछाडि हाम्रो मम्मी अनि आज चाहिँ हाम्रो यता बन्दैछ चटपटे पार्टी एक पार्टी हो अनि के छ टाउटाउ छ कता गयो अरु चाहिँ यहाँ भन्दै छ कि दुईटा एउटा एक नम्बर बिजोड दुईटा सबै दिन्छन् ल हुन्छ भाउजू ल्याउनको अनि दुईटा के टाउटाउ यहाँ भाउजू राखे अनि दुईटा अरे हामी सबै मिलेर ल्याएको सल्ट गरेको हैन त्यसमा नो कम्प्रोमाइज कमेन्ट चाहिँ नदिनु लाइन हो कि नि अनि अब हामी टाउटाउ हाल्दै छौं काट्यो फुटेन नि अनि हो खाना खाने बेला यिनीहरुले चाहिँ मलाई बनाउन दिएछन् म प्रोमेट बनाउनलाई साथै खाने बेला भिडियो हो यो हाम्रो भिडियो हो आलुहरु यता बनाउन दिएछन् यस्तो बोल्छन् के गाइस यिनीहरु कोटाउने पार्ने हग्ने मुत्ने भन्नु केही आउँदैन खासमा के हालिरहेको छ हामीले अब तपाईहरुले के हाल्नु लाग्छ म जान्न अब छोडी छोडी चाउ र हामीले यो चटपटी भन्ने यो नम्बर हालेर अनि हामी अझै हाल्छौँ अहिले चारजनाले एक बाटीमा खान्छ मिलाउन पनि उठ्छ दास यो लाग्छ है गरम त तर काम लाग्छ हजुर Video ni kan? Video dia belum ni. Video dia ni ni. कस्तो साथ नलाग्नु सक्छ Ini betul betul. ल ड्याडी आएको उही न देखो ड्याडी ऊ गाडीमा बाहिर गाडी जाने थियो Ini ni kan ni. Betul betul. Tu aku pun. बाबा Aku dah ni. ल खानु पर्छ खानु Betul orang हामी मम्मीले पिरो खानु न त्यही भएर नपिरो फेरि अलग्गै किन दिएको भन्छ कि tahu orang mesti apa sih. Betul lah ini. Udah dinner dah. खाना भनेपछि यो यहाँनिरका दुई चारजना मान्छे छन् खाना भनेपछि खाना नखाने घरको बाहिरको चिज हो यहाँ च्यालेन्ज गर्ने हो कोही खान्छ भने च्यालेन्ज गर्ने भन्दा यो भिडियो हाम्रो चाहिँ चटपटे बन्छ मकै बारी दरेम दरेम भन Video ko patang guys yan. May lagay पैसा पैसा नन् त्यही भएर अब के गर्ने नभए बाटोमा यी सबै भिखारी समस्या गम्का के गर्नु हैन कि त त्यो बारी छ हैन त पानी हाल्नु दिउ त पानी हाल्नु सब दियो त्यो खयो किन कसले गरे त्यो खयो त्यो छ जान कहाँ दिन्छ र ए ल बस बस मैले बनाए नि होइन गरियो अनि मेरो के हाल्नु पिरे जाने पिरो भने के खाने चटपटे भनेको नि चटपटे भनेको चाहिँ लाग्ने क्लास खाने अनि लानु पिरो के लानु हाल्नु यहाँ गाडा खान्छ त त्यो थोरै के खानु आलु यहाँ सुन्नु हैन त्यो चाहिँ बोल के चाहिँ काट्नु उ तपाईँ काट्नु छ अरे हाल्नु मोबाइल बोल्नु मोबाइल के ए छेन माथि काट्नु धेरै खोक्यो अघि गाडी खानु ए राम्रो गर्न बच्चालाई के भन्नु के भन्नु मम्मी भिडियो खानु भयो मम्मी भिडियो हामीले कविता अघि लाने दर्शन बनाउनु उता भित्र पनि किन्यौँ हौ त दिउँसो राम्रो दोकानलाई भित्र खानु पर्छ यस्तो अप्ठ्यारो अप्ठ्यारो मलाई देखाएको काट्न प्याज काट्न मसला काट्ने भोजु यही काम छैन जेपाइते भिडियो बनाउने हेर्नु गाई आज कपाल पनि चिलाउँछ टाउको पनि चिलाउँछ जुम्रा गरेछन् गाई के गर्नु कपाल गरी हालिन न बाहिर हाल थोरै हाम्रो गाउँघरमा थोरै भइरहेको न हामी चाहिँ यस्तै सिम्पल चटपट बनाएर खान्छौँ धेरै मसला हालेको खानु भन्नुभयो यो चाहिँ अलिअलि भित्र पाउडर मसला के भयो भिडियो बनाएर आफ्नो भिडियोमा छोड्न नसक्यो
बनाएर हाम्रो चाहिँ बोल्दैछ पार्टी अनि मेरो नयाँ च्यानललाई सबैले माया गरिदिनु होला। पुरानो च्यानल मेरो रिकभर भएन मेरो च्यानल उडिसक्यो, पुरानो च्यानल रिकभर गर्न सकेन अनि गइसक्यो च्यानल नयाँ च्यानलको लागि बरु नयाँ उतातिर एउटा कुरो देखिया मलाई जानु थियो अब सुनको पनि उता प्ले सँग लगाउनु भएको छ बेला राखेर नि मलाई के बोल्छ नि हुन्छ है के लाग्छ गाइस चटपटे रेडी भइसक्यो। अब यहाँ सुसाउँदैछन्, कोहीले खाइसक्यो कोहीले खाँदैछन्। सानो बच्चा पनि बसेछन् चटपटे खान। म पनि खाँदैछु हजुर। त्यहाँ बुढी मान्छे भन्नु अब बुढी मान्छे नापा नापा थोडा थोडा लाइक शेयर खाइदिउँ कि माया माया गर्नु गर्नु ल भन्ने खाँदैछु। ज्यानको आँखा त छैन, त्यही पनि अहिले चटपटे खाइदिउँ कि भनेर। नमस्कार। भाउजूले दर खुवाउनु भयो पऱ्यो हामीलाई। हजुर हामीले पैसा उठाएर दर खाना डाकेको थिएँ बाँझो चटपटे। 100 रुपैयाँ मैले गाइज 40 रुपैयाँ पवित्रा 20 एन्डका 30 हजार रुपैयाँ रुपियाँ हजार नेउपाने गौतम प्लस निशा 100 रुपैयाँ लियो डेबिट टोप काटे डेभिडका नाति डेभिड नेउपाने ड्याडीको छोरो खाने मात्रै हो न हजुर। डेडीको प्यारो खाना पिरो होइन र त्यही पर ल हजुर त्यहाँनि हजुर दुध बिमार यो पार्टी चाहिँ केटाकेटी स्कुल गएको मौकामा खोजी पाऊँ लुकेर गएर गाइस अझै 15-20 वर्ष बाँच्न पाऊँ हजुर। नमस्कार जी, लाइक दिनु होला। बाई बाई। जिन्दगी यस्तै छ, मर्ने भने आज कि भोलि छ हजुर। नमस्कार। पछि आन्टीको उसमा पठाइदिनु बाँचेर अनि आस्था छैन हजुर। त्यही पनि हजुरहरूको घरलाई बचाउनुहुन्छ भने त्यही पनि घर पर्दैछु। त्यही भएर लुकेर बोलेर यस्तो मेरै मुखमा हेरेर आएको त्यसले पिरो स्याहाँ स्याहाँ सबभन्दा धेरै कभर गर्नु खाएको छैन के गर्नु बकुल्लो बसेछु हजुर। लाटी हो कि नभनिदिनु होला, हुन त बाटी छु। बिमारले गर्दा लाटी छु। बिमारले गर्दा लाटी जस्तै छु, तर हृदय त बाफै छ बाफै थियो, तर रोगले गर्दा लाटो बनाइदियो। के गरौँ। मम्मीले चाहिँ पिरो खानुहुन्न, त्यही भएर खानु भएन। सेयर गरिदिनु होला। क्यार्ने मम्मीको जेठो छोरी छोरी नाति अनि यहाँ भतिजी बुहारी पनि यहाँ ज्वाइने नानी पर्नुभयो। यो ज्वाइने टुप्पी भयो नाति परेन ज्वाइन टुप्पी हो नाति परो अकोला यो फेरि माइली छोरीको कान्छो छोरो छोरी गाई होइन छोरो यो बोल्नलाई दुई त दुब्रे बोले पनि हो त नाति नै हो। उहाँलाई यति धेरै गर्नु भएको छ कि त्यही पनि चटपटी खाइरहेको उहाँ सानो मान्छेले स्कुल जानुहुन्न, धेरै सताउनुहुन्छ घर बसेर। सबभन्दा धेरै उहाँलाई खान मन लाग्छ किनकि अर्को बेबी हेप्पन छ। सम्झनाका लागि बस्तिएको केटुलीको बिचमा के गर्ने। बुढो मान्छे केटुलीको बिचमा बसेर बुढी मान्छे त के सक्ने थियो र त्यही पनि सम्झनाको लागि एउटा लायक हान्दैन होला भनेर हजुरहरू सबै दिदीबहिनी इष्टमित्र भने जस्ता दाइ दिदीबहिनीहरूलाई एउटा मैले स्वागत गर्दैछु। बाँचेपछि भोलि भेटौँ ल, मरेपछि म यतिखेको भाइ नमस्कार। म गएँ अब लाइक बस्नु न कस्तो रमाइलो भइरहेको ल हुन्छ जानु ल बाई। तपाईँकोमा आउँछ यो ब्लग मोबाइलबाट गाइज अन्टी जान्छ तर खानुहुन्थेन त्यतिकै सोरमा बस्दिनु भयो। गर्मी कैलालीको गर्मीको साल वर्षा धेरै भनिरहेछ, तैपनि गर्मी पनि चढेको छ। वर्षा धेरै घर बगाउने कैलाली डुबाइ भनिरहेछ गाडी। अब हाम्रो घरमा त अब के गर्नु, छाना लाग्छ, टिन टापा त उडाउनु लाग्थ्यो अस्ति हावाले। एउटा भन्नु एसी हाई गर्ने भन्नु न। हाई गर्मी
खाने गाउँ घरमा खाने कति जाने तनी ल दुई गाउँ आउँछ भने गाईमा पिरो बसाइन गाउँ कम लाग्छ खासै त्यस्तो गाडीले मात्रै हो त्यति इन्ट्रेस्ट पनि छैन उहाँ चाहिँ जहाँ मात्र बजे पनि उही नाच्छ नाच्न गीत गाउन हुनु न एक नम्बर है हाम्रो गाउँको हाम्रो गाउँको एक नम्बर हो हाम्रो गाउँको हाम्रो गाउँको के यो बेला गाउँको कोही हुनुहुन्छ भने चाहिँ भूमि सापकोटा कहाँ हुनुहुन्छ भनेर सापकोटा सड्के नि सर्च गर्नु होला टिकटकतिर पनि लास्टै भाइरल हुनुहुन्छ उहाँ चाहिँ त्यही भएर हाम्रो भिडियोमा पनि ल्याएको उहाँको यति धेरै भ्युज आउँछ कि यति धेरै भ्युज आउँछ कि गाइस 1500 करोड ठ्याक्कै त्यसको पछाडि 105 नै 100 जना हेऱ्यो भने चाहिँ 5 जना लाइक आउँछ यति भाइरल के म पनि भाइरलै छु 2टा त लाइक आउँछ मेरोमा 3टा कमेन्ट आउँछ तिमीहरुमा 2टा त आउँछ मेरो 2 भिडियो गाइस तपाईँ के आउनु भयो हा नोटिस गाइस के हो झिल्लीमा हाल्दिउँ हैन ओ खाली हात एउटा मैले झिल्ली खोजेर ल्याएँ गाइस ल गाइस म कस्तो अप्ठ्यारो खानुहुन्छ गाइडले भन्दा नि धेरै तपाईहरुको लभ पर्दाको सुरुवात कसरी भयो थियो निशा गौतम भनिदिनु त दिउ दिनुस् न अगाडि हजुरले भन्नु नेक्स्ट फर्स्ट तपाईले बिहे गर्नुभएको कस्तो अनुभव भइरहेछ त्यसपछि हजुर हामीलाई तपाईको मलाई त कस्तो लाग्छ भनेपछि गाइस हिरे जस्तो लाग्छ तपाईँ त अनमोल केसी आएर जस्तो लाग्छ हो गाइस त्यस्तै लाग्थ्यो अब के गर्नु बिहे भइसक्यो हैन मलाई त अनमोल केसी त केही लाग्दैन गाइस मलाई मनै पर्दैन अनमोल केसी अलिअलि मन पर्छ भनेको चाहिँ पल्सा हो अलिअलि भन्दा पनि त्यो मन पर्छ है पल्सा चाहिँ पल्साजी जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ एकचोटि पवित्रा विष्ट भनेपछि हुरुक्कै हुन्छ तपाईको एकचोटि सम्म खानै खानु न हैन एकचोटि बस्नु नआए पनि हाँस्न मात्रै यसको मनको सान्तना पुरा गरिदिनु होला हामीलाई चाहिँ अनमोल केसी पनि राम्रो लाग्दैन केही पनि लाग्दैन स्त्री हुनुहुन्छ होला सङ्गिनी जीवन सङ्गिनी जीवन साथी जीवन साथी मुटु कलेजो फोक्सो धडकन जीवन साथी पनि हो नाम पनि जीवनमा आएको हस्बेन्ड है धडकनहरू जीवन सङ्गिनीका धडकनहरू अगाडि पछाडि लाग्छन् गाइज हेर्नुहोस् कहीँ जाम भनेपछि मलाई जान काम मन छ भने मैले के मन पराउने कि बिहे गर्नै पर्छ र मन परायो भन्दा बित्तिकै बुढा त अलरेडी बुढा नै हो फ्यान हो नि त अनि फ्यान हुनुमा के बिहे गर्नुपर्छ र होइन गाइज पल्सा तपाईँ घाँडै हुनुहुन्छ भनेपछि पवित्र विष्टको हुने होला भनिदिनु होला केही सपोर्ट सहयोग चाहिन्छ भने म भूमि सापकोटा त्यही पनि अब मैले त बिहे गरेर मेरो एउटा बाबु भइसक्यो यदि उहाँसँग बिहे गर्न चाहनुहुन्छ भने उहाँले 2 करोड 2.5 दिने सही हो गाइज 2 करोडकै मेरो भएको जीवन जति म यसकै नाममा पास जिमिन त छैन 2टा किडनी बेचेर पिकनिक पनि भएको सरी गाउँको बेचेर होला बरु नत्र अझ के छैन अरू केही काम लाग्दैन 2टा किडनी छ नि धेरै पैसा आउँछ त्यही पनि ड्यामेज नभएको फेल भएको हो के रे त्यही पनि फेल भएको पनि काम छैन एकचोटि फेल गरेर रिक्याम दिन लगाएर पास भएको किडनी हो त्यही त काम छैन त्यही बेला मेरो ट्रिटमेन्ट सबैले लाइक गरिदिनु लाग्यो मेरो किडनी फेल भएको सबै फेल किडनीमा चाहिँ होइन अझै मेरो सबै फेल भएको लाइक गरेर नबिर्सिनु होला भूमि सापकोटा आयो भने अस्तिको बाबामा कटौरासँग बुझ्नु भयो विशेष छैन नि यस्तो त्यहाँ भर्खर त मैले 500 रुपियाँ हाल्नु त्यही 500 को गाइज हो पार्टी अहिले पवित्र विष्टले 500 रुपियाँ मलाई दिएर त्यहीको पार्टी हो यो सबले खानु पायो खाने खाँदै खाने अब खाना के चाहियो त्यस्तो खाना भनेर खाएको होइन आज 4 जनाको एक परात होइन होइन हामी यति धेरै बनाउँछ होला पिरो बाबा यसो खाएर त ढिँडो चल्ने पुरा छिटो खाइदिनु मलाई हेर्नु कस्तो खाइरहेको उता हेर्छ क्या तँलाई भनेको डल्ले ड्याडी के कता छन् भने भन न के हो राम्रो गुलाबको काँडा भए पनि गुलाबको काँडा भए पनि सम्झना त तिम्रै आउँछ जति टाढा भए पनि है पछाडि चाहिँ गाडी दह्रो गर्छ दह्रो मन पनि गाली यो चाहिँ एउटा ऊ मात्रै हो समुद्र आकाशमा उड्ने चरीलाई के थाहा समुद्रको गहिराई कति छ भनेर वाह
आकाशमा उड्ने चरीलाई के थाहा समुद्रको गहिराई कति छ भनेर तिमी जस्तो निष्ठुरी धुकेबाजलाई के थाहा मेरो मनभित्र माया कति छ भनेर 4-5 जनालाई मन पराएर छोडेको थिएँ बिचारीले अब सबैको चित्त बुझाइदियो होला कहाँ सकिन्छ होला यस्तो मन खाइन्छ आँखा गरौँ यो चाहिँ भाउजूले कमेन्ट लागि भन्नुभएको स्पेसल माई हस्बेन्ड आँखा परो यो पानी खाऊ त ल आँखामा पऱ्यो पानी खाऊ अरे आँखामा परेपछि पानी खान्छन् गाई जान्छन् खुर्सानी मुखमा लागेपछि आँखामा हाल्छन् नि गाइस गाह्रो छ अरे यिनीहरू सब राम्रै भयो मेरो क्रिम लगाएर वाह 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 फेरि 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 लाओस् न एउटा पानी आज सब यिनीहरू राम्रै भयो पानी हाल्नु के पानी हो के भन्नु यो यतिकै यहाँ रोएर किन यो बसिरहेको सब खाना पाएको पनि मेरै पैसा दिएर हो अनि अर्कै भन्ला नि बट के गर्नु खुर्सानीको मलाई काटमा चाहिँ के हो ल निशा गौतमले गजल भन्दै हुनुहुन्छ ध्यान दिएर सुनिदिनु होला यस्तो ट्यालेन्ट छ कि गजलको बिचारा मलाई गगनमा आउनु के गर्नु खाना र पर बसेर साइकल लिएर तपाईको त्यही अब पिरो लाग्छ अब पिरो लाग्छ साइकल खाना भन्नुपर्छ भने चाहिँ म जति ट्यालेन्ट पैसा गाइस मैले यतिले चटपटी खाइ खाना मिल्छ गाडी गराएर लिएर कहिले कहिले खाना ल्याउनु लिएर आउनु साइकलमा राख्नु ऊ पर बुझ लिएर हो त लिएर आउँछ लिएर अब हाम्रो घर जान्छ र कोइलीको स्वर भएको गाडी लिएर आउँछ गाडी हेलो कोइलीको ए गाइस भने टी-शर्ट उल्टो लगाउनु भरेछ त गाइस होइन गाई त्यो डिजाइन उल्टो होइन गाई यता हेर्नु ए सुल्टो उल्टो त्यो गाडी यो टी-शर्ट पनि दाइको गाइस दाइको मेरो प्राण नै यहाँ भित्र हुनुहुन्छ त सबै कुरामा दाइको यो अल्लादिन पनि दाइको हो गाइस बेगा दाइले के कडा पनि मेरै बुढाको हो गाइस त गाडी लिएर आउनु न साइकल लिएर घर लड्नु साइकल लिएर आउनु घर लड्नु त पनि गाडी दाइले साइकल लिएर आउनु लिएर आउनु यो पनि भाउजू भयो त पैसा अहिले एकजना बच्चा बच्चा के खेल्न लाग्यो क्या त्यहाँ लुगा सुन्दैन यसले गर्नु हिजो बाबु गएर एकछिन छ्यासको साइकलमा बसेको ल कस्तो गर्नु बिहान म खानु नि अरे आँखामा धुलो आउँछ खुल्लानीको चलाऊ त्यो गाडी लिएर आऊ यहाँ एउटा राखेर त्यो गाडी लिएर आउनु त्यो गाडी लिएर आऊ त्यो जाऊ सुक्खा भइहाल्छ गाडी लिएर आउँदा पानी ऊ त गाडी लिएर आऊ परेर ऊ त गाडी लिएर आऊ अब गाडा खै मसँग गाडाको गाना 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 गाउन एउटा सबैले आउनु के गर्नु के आउँछ मकै बारी दरम दरम यही हो म गाउनु बिगी बिगी रातमा मिठी मिठी बातमा दरम 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 मकै बारी दरम दरम लहा सासुमा दरम 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 अरूलाई तपाईँ जानु न तपाईँ यसको राम्रो गरिदिनु सर गाना होइन भन्नु सुरु आउनु पर्यो होला ल लोक गरिहाल सुरु गरम 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 के गरम सुरु सुरु गरम गाउँ गाउँ लोक गरिहाल ल अहिले दाइ रुमाल हल्लाई हल्लाई बोलाउन त बोलायो मायाले मलाई हो कि कलाई वाह वाह वाह
त्यति गर्दै गाउँ है भनौ कि भुल भनौ कि बैसालो आँखाको फुल भनौ पिते करेलीले हिरो करेलीले मलाई लट्ठै बनायो झिमझिम परेलीले। यति आउने एउटा पहिला चलेको त हातमा राख्यो झोला यति राख्दिएको गाउँ हेर्नु गाइज हामी कलाकार धेरै एउटा गानाको टुप्पो आयो भने ठ्याक्क अर्को गानाको टुप्पो आउँछ जडो फेरि सबै मिलाइदिन्छ। हातमा राख्यो झोला यति राम्री मान्छेको माया कस्तो वाला अर्को टुप्पो निकाल्यो तो घरमा बास पाइन्छ पाइँदैन सुत्न देऊ खाना केही चाहिँदैन हातमा राख्यो झोला हातमा राख्यो झोला यति राम्री मान्छेको माया कस्तो होला। अर्को निकाल अब अर्को टुप्पो निकाल्दा अब डाँडै फुर्के सल्लो मायाको घर त चिने गाउँ चिन्न सकिन ओल्लो हो कि पल्लो। क्या गाना त गाउँछु गाइजहरू चटपटले सबै गाना बोलाइदियो अब अर्को दिन गाउँला होइन। हामीलाई गाना पुरै आउँदैन गानाका टुप्पा टुप्पा मात्रै आउँछ ल ए आज भन्दा हेर्नुमा सकिन कि मूलबाट निस्केर हजुर आउँछ त्यो यो के त गर्दै जस्तो मान्छ बोल्यो निकाल्नुलाई आदि खोला उडेर आउने थिएन चटपटेले बोलायो बोलायो आदि खोला ओल्लोपट्टि पल्लोपट्टि छिनछिन गर्ने खोला ओल्लोपट्टि पल्लोपट्टि छिनछिन गर्ने खोला लुकी चोरी लाको माया नभनिदिनु होला म त राइजुमा झुमा क्यामस क्याकी छौ क्या राइजुमा राइजुमा झुमा क्यामस क्याकी छौ क्या राइजुमा। ल पवित्र विष्टजी एउटा सानो गीत गाइदिनु। राइजुमा हुँदैन ओहो राइजुमा हुन्छ त फेरि ल ल पवित्रजी किन यो दोरी खेल्नु भएको होइन तपाईँ? तिन चारवटा मेरा सिरियलहरू छन् खतरा खतरा भाइरल सिरियलहरू छन् फिल्महरू छन्। यदि कसैले उहाँलाई सिरियलमा लग्न चाहनुहुन्छ भने उहाँ एक्टिङको खानी हो प्लिज कमेन्ट बक्समा लेख्नु होला। मलाई माग गर्नलाई म जान तयार छु बरु चोरो चोरो मलाई माग नगर्नुला गाइज है मेरो समय छैन। उहाँ आज उसले बिजी हुनुहुन्छ एउटा खतरा सिरियलमा चटपटे बनाउनु अनि म चाहिँ खानालाई बिजी छु मलाई चाहिँ बोलाउँदै नबोलाउनु मलाई हेर्नु गाइज चटपटेका खानी छ भनेर कसैले सहयोग गर्नुभयो जुन भने खर्च नगर्नु 500 रुपियाँ हालिदिनुला सँगसँगै हामीले क्युआर पनि पठाइदिन्छौँ। 1000 खान्छ अहिले पुगेर 500 1000 जति गाइज होइन गाइज भाउजूको त्यहाँ अघि हामी कुरा गर्थ्यौँ नि किडनी फेल छ एउटा सबैले सहयोग गरिदिनु ल हामी क्युआर पिन गरेर राखिदिन्छौँ गाइस होइन, रिक्जाम दिएर पास भयो भने चाहिँ ठिकै छ गाइस फिर्ता गरिदिन्छौँ फेरि भयो भने भनेपछि आँसु आउँदैन गाइज साँच्चीकै हो यिनीहरूले जे भने छ यो हाल्नेलाई यिनीहरूलाई दिनको दिन चटपटे खुवाउनु हुन्छ। हामीलाई झटपट चाहिएन यिनको औषधि उपचार हुनु पऱ्यो भने गाइज त्यो औषधि उपचार नै गाइस बरु ट्युसन पढाइकन भने पास गराउनु पर्यो लास्टै खाँचो छ यिनलाई पैसा नपुगेर यिनको औषधि भएको छैन होइन बिचारी क्या? अघि एक्लै रुन्लाई थिइन् अस्ति फेल भयो थियो अनि पढ्न नपाएर फेरि फेल भयो अब पैसा आएपछि ट्युसन हालेपछि पास हुन्छ ए हो ट्युसन पढाउनु होइन ट्युसन पढाउनु चाहिँ म होइन यिनको घर नजिकै छ बिहान बिहान बोलाएर पढाउनु है सकाळ पानी अन्धकार भइसक्यो गाइस सन्चो छैन गाइज मलाई अब यत्रो एक बाटो खाएको कहाँ सन्चो हुने त भोलि मेरो कति दिन घर बस्नु पनि मैले खाएको देख्नुभयो गाइज मैले मात्रै चलाउँदैछु गाना गाउँदैन गाइस हामीलाई गीत गा भनेर बाहिर जानु सक्यो चटपटे अब म चाहिँ अगाइसक्यो यिनीहरू खाँदैछन् चाटी चाटी म गरिहाल्दा छु भिडियो पनि धेरै लामो पनि होइन अनि हाम्रो च्यानललाई सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु त्यही हो न भन्नु पर्दैन कि हामी दुईजना भएपछि त उसै भाइ
यिनीहरू भाइरल मान्छे यिनीहरूको अनुहार देख्ने बित्तिकै मेरो युट्युब च्यानल भाइरल हुन्छ अरे यिनीहरू भनेको होइन सिरियलहरू खेल्न थाहा छैन चिने होइन र सबै चिन्नु होला यो अनुहार यिनी अनुहार देख्नु होला कुनै न कुनै भुन्डी कि सिरियलमा साइली देउराली म हुँ अनि कान्छी कि सौदाई हो त्यही हो अरू त के भन्नु होइन खाऊ मज गर रमाउनु लाग्यो होला ल गाइस आजलाई यति नै फेरि अर्को भिडियो पनि आउँछ यस्तै नयाँ नयाँ होइन खतरनाक भिडियो आउँछ फेरि सबैले माया गरिदिनु होला फेरि हाम्रो अर्को च्यालेन्ज गर्ने हो। यो चाहिँ हाम्रो नर्मल खाएको अर्को चाहिँ च्यालेन्ज गर्ने जसले हार्छ त्यसलाई चाहिँ खतरा पनिसमेन्टवाला भिडियो पनि आउँछ गिफ्ट जित्नेलाई गिफ्ट पनि दिने हामी 3 जना मिलेर अर्को च्यालेन्ज पनि ल्याउनेवाला छौँ योलाई माया गरिदिनु भयो भने फेरि यसलाई चाहिँ धेरै माया गरिदिनु होला सबैले सेयर गरेर अगाडि कमेन्टमा गएर कमेन्ट बक्समा गर्नु हामी सुधार्ने प्रयास गर्छौँ सबैलाई भनिदिनु लगाए तर मेरो कम केही ननिकाल्नुलाई म धेरै ठाउँमा खेलेकी मान्छे हुँ ल यति नै हो आजको लागि